आज हामी हजुरहरूलाई यस्तो तालमा लगेर जाँदैछौँ जुन ताल मानव निर्मित मान्छेले नै बनाएर मान्छेले नै खनेर यत्रो विशाल ताल बनाएको छन् जुन ताललाई भरत तालको उपमा दिएको छ। यो ताल विशेष गरी पहिला सुरुमा त यो विशेष गरी माछा पोखरीको लागि तयार गरिए पनि अहिले मध्य प्रदेशकै सानको लागि खम्बा गाडिए जस्तै भएको छ, किनकि अहिले सर्लाही जिल्लामा पर्ने भरत ताल एक प्रकारले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा रहेको छ, किनकि यो तालमा हेर्न आउने पर्यटकहरू आन्तरिक तथा बाह्य पर्यटकहरू धेरै ठाउँबाट आउने गर्दछन्। विशेष गरी त बाह्य पर्यटकहरू भारतबाट चाहिँ सिमाना पनि सँगसँगै जोडिएको कारणले धेरै पर्यटकहरू आउने गरेको पाइएको छ। त्यसै कारणले हजुरहरू पनि यो ठाउँमा जानुभएको छैन भने एकचोटि हामीसँगै हाम्रो भिडियोको साथमा हाम्रो भ्लगको साथमा एकचोटि हजुरहरू पनि यो ताल अवश्य पनि भ्रमण गर्नुहोला। यदि यो तालको बारेमा थप जानकारी चाहिन्छ भने अवश्य पनि कमेन्टमा भन्न सक्नुहुन्छ साथीहरू। र अझै योभन्दा पनि राम्रो कन्टेन्टको लागि हजुरहरूले हाम्रो हौसला स्वरूप 1 लाख 1 कमेन्ट 1 सेयर 1 सब्सक्राइब गरिदिनु होला। साथीहरू सम्पूर्णमा मेरो नमस्कार। म फेरि पनि न्यू भ्लगको साथमा आइसकेँ। आजको भ्लग साथीहरू भरत तालमा जाँदैछु। साथीहरू के छ त भरत तालको अवस्था? यो भरत ताल चाहिँ साथीहरू अब म फर्स्ट जान लागेको आज बस्छु कि मलाई इलाम पनि असम्भवै हुने भयो आज पुग्नलाई। त्यही कारणले साथीहरू अहिले साथीहरू 4 बज्न लागिरहेछ, 3 बज्न लागिरहेछ साथीहरू। त्यस कारणले हामीले एकछिन भरत तालमा गएर फोटो भिडियो खिचाउने त भन्ने पलान्दा आधी घन्टा चाहिँ समय जसरी पनि भनेर साथीहरू अब हामी जाँदैछौँ न भरत तालमा। के कसो हुन्छ भरत तालको बारेमा साथीहरू भरत तालमा हजुरहरू जानुभएको छ कि छैन? यदि जानुभएको छ भने भन्नु होला अवश्य पनि के छ कस्तो छ भरत तालको बारेमा। र जानुभएको छैन भने आज हामीसँग हजुरहरूलाई पनि यस्तोमा गराइदिनेछु भरत तालको। यो भरत ताल सायद सर्लाहीमा पर्छ कि कता पर्छ साथीहरू मलाई फेरि थाहा भएन र फेरि अब सर्लाहीमा पर्छ भनेर त हजुरहरूलाई भ्रम भयो भने पनि म माथि जान्छु लगाएँ। भरत ताल आइपुग्न लाग्यो। ओ माई गड भरत तालै रहेछ। साथीहरू हामी भरत तालमा आइपुगेका छौँ। हजुरहरूलाई आज भरत ताल भ्रमण गराउनेछु। हेलो साथीहरू हामी आइसकेको छु ल भरत तालमा। हेरौँ यहाँको यस्तो रहेछ। केही भन्न चाहन्छ? घर कता हो? धनुषा। धनुषा? आफ्नो नाम के हो? अभिजित यादव। यहाँको बारेमा स्पेसल केही छ? फर्स्ट टाइम आएको। फर्स्ट टाइम आएको? धनुषाको मान्छे भएर फर्स्ट टाइम आउँछ नि? घुम्दा आएको हामी। हो र? धनुषाको मान्छेहरू आइरहनु पर्ने न? यहाँको बारेमा त केही कुराहरू हुनु पर्यो नि, थाहा छ कि छैन? अब हामीलाई छैन, यहाँको स्थानीयलाई चाहिँ थाहा हो र? स्थानीय आफू होइन र? म त चाहिँ त्यहाँको हो र? कति धनुषाबाट चाहिँ धनुषाबाट यहाँ आउन चाहिँ कति समय लाग्छ? 3-4 घन्टा। 3-4 घन्टा लाग्छ। यहाँ चाहिँ त्यसो भने आफ्नो चाहिँ फर्स्टचोटि होइन नाम पनि भन्ने होइन? मलाई गएर चाहिँ युट्युबमा गएर हान्ने ल सब्सक्राइब। केमा गर्ने थाहा छ नि होइन? युट्युबमा केमा गएर गर्ने? अब च्यानलको नाम चाहिँ नाम भन्छु म चाहिँ। नाम चाहिँ राइडर अमृत भ्लग हो कि
गएर हेर्नु भिडियोहरू पनि कति धेरै हालेको छ हुम्लादेखि लगेर ल सबै हाम्रै भाइहरू ल हो सबै हुन् ल सम्पूर्ण भाइहरूको चाहिँ इन्ट्रोडक्सन गराउँछु ल कताबाट गरौँ कताबाट गर्नु त्यो भाइबाट यताबाट गरौँ कि यताबाट त्यो भाइबाट गर्नु यहाँबाट गराउँछु हजुरको नाम के हो होला घर पनि भन्नु होला ल मेरो नाम कृष्ण काबर हो हजुर मेरो घर सिमराडीगढी सबैला नगरपालिकामा रहेको छ हजुर अनि यहाँ फर्स्ट टाइम नै हो हाम्रो फर्स्ट टाइम आएको ए ल हामी पनि फर्स्ट टाइम आएको कि म पनि अहिले भाइको नाम के हो मेरो नाम सन्त कुमार कापर हो मेरो जिल्ला धनुषा हो मेरो गाउँपालिका सबैला हो मेरो घर डोलबाजा ल ल के भाइको नाम मेरो नाम धीरज कुमार शर्मा छ मेरो घर सिमराडी गएर सबैला नगरपालिका छ अनि त्यस पछाडि चाहिँ यहाँ चाहिँ फर्स्ट टाइम आएको कि यहाँ चाहिँ योभन्दा फर्स्ट टाइम आएको छु म ल ल भाइको चाहिँ मेरो नाम राकेश कापर हो मेरो घर सिमराडी गरी 3 नम्बर वार्डमा म यहाँ पे फर्स्ट टाइम आएको छु भाइको भयो कि भयो ल साथीहरू हेर्नु मैले गराइसकेको छु परिचय भाइहरूको चाहिँ हजुरहरूले मलाई त अब मैले भिडियो हालिरहेको छु भाइ र रमरेट ब्लगमा गएर चाहिँ हजुरहरूले चाहिँ गर्नु र सब्सक्राइब चाहिँ भाइ र रमरेट ब्लग हो कि राइडर अमृत ब्लग त्यस पछाडि कन्टेन्टहरू बनाइरहेको हुन्छु भिडियो सिडियो हुम्लादेखि लगेर चाहिँ कता कतासम्म बनाएर सधैँ आउँछ हजुरले गएर सब्सक्राइब 1000को हाराहारीमा छ अहिले चाहिँ लगभग खोलेको फर्स्ट टाइम मैले खोलेको चाहिँ 4 मन्थ जति भयो कि च्यानलको नाम चाहिँ हाम्रो साथीहरू पनि अब उता गइसकेका छन् किनकि साथीहरूसँग बिदाई गरिसकेको छौँ साथीहरूसँग पनि अहिले चाहिँ परिचय इन्ट्रोडक्सन भएर चाहिँ साथीहरूसँग जो यतैको साथीहरू रहेछन् चाहिँ यतैको पनि नभनौँ 1-2 जिल्ला उताकै साथीहरू चाहिँ धनुषाको रहेछन् भाइहरू चाहिँ खाजा खान त बरु गएर हेर्नु साथीहरू उता दामी पारामा उता गइरहेछ हामी पनि अब घुम्न त घुम्थ्यौँ होला तर पनि समयको अभाव व्यस्तताको कारण यहाँसम्म मात्र आएको भरततालमा एउटा ह्यान्डलिङ गेम थियो के मान्छे झुन्डिने के कतानिर रहेछ ल गाइज हजुरहरूलाई यदि मन पर्छ भने राइडर अमृत ब्लगलाई सब्सक्राइब गर्नु होला र चाहिँ अरू के भनौँ गाइज ल यस्तै छ आज यहाँको भ्लग हुनेछ हजुरहरूले हेर्दै गर्नु होला राइडर अमृत ब्लगलाई साथीहरू यहाँ घोडा पनि रहेछ कन्यामको जस्तै गरेर ठाउँ भरतताल के फोटो खिच्ने घोडामा यो चाहिँ यहाँनिर भरततालको के हो यो बेकरी पाइने ठाउँ रहेछ हेलो साथी के छ हो र आमामा साइकलमा बेउटियो नि ओ अङ्ग यहाँबाट भन्दा हामी देखिन्छ ल गाइज यस्तै छ भरतताल ओए फोटो हान्नु आइज फोटो हान्नु क्यामेराबाट हान्ने भए हान्नु नि ल गाइज हेर्नु भरततालमा हामी अब मान्छेहरू त्यो साइक्लिङ गर्दैछन् ल गाइज त्यहाँनिर हेर्नु हिँड्दै जाउँ ल हामी अब फर्किन लागिसकेको किनकि भरततालमै बसेर पनि भएन हाम्रो यात्रा अझै जारी छ एकैछिन भरतताल हेर्न आएको गाइज क्यामेरामा फोटो हानिदिउँ कि हेर्नु गर्मी त गर्मी महा गर्मी रहेछ भरततालमा भित्र गएर परबाट 2टा फोटो खिच्यौँ भरततालको सम्झनामा यही चन्द्रमामा बसेर ट्याक्कै यताबाट खिचेको बनायो नि त चन्द्रमा बस्नेवाला जाम त जान मिल्दैन
कति रुपियाँ कता छ कता भन्नु यहीँनिर कटाउनु पर्छ हो र के गर्नु जानु 2 मिनट लाग्यो ल साथीहरू जता पनि टिकट लाग्दो रहेछ हामी त्यही कारणले भित्र नगएको साथीहरू यहाँ चन्द्रमामा अब टिकट 50 रुपियाँ लाग्दो रहेछ त्यहाँ चाहिँ अब हामी फर्किसकेका छौँ ल साथीहरू ल साथीहरू हेरौँ माथिबाट मुनि हेर्दाखेरि कस्तो देखिन्छ त भरततालको सिन हेरौँ तल पानी जहाँ चाहिँ सरर लगिरहेछन् गुडाइरहेछन् लगायत हजुरहरू हेर्न सक्नुहुन्छ तर पार्किङ सार्किङ खाजै खाउने हो उतापट्टि गएर बस्नु नगएर बस्नु खाजा ल्याउ भने खरा वाला हाल पनि ल गाइज अब हामी खाजा खाना आइसकेका छौँ भरततालको माथिपट्टि हामी सलिन होटल भन्ने ठाउँमा के अरे सलिन होटल बागमती 2-12 चाहिँ भरततालमा आइसकेका छौँ साथीहरू अब यहाँ खाजा खान्छौँ होला सर्लाहीमा पऱ्यो कि यहाँ चाहिँ कुनमा पऱ्यो सिरामा पऱ्यो भरतताल चाहिँ ल गाइज अब यहाँनिर खाना अब हामी खाजा खान्छौँ होला ओ भन्ने खाजा के खाजा चाहिँ के भन्छ चाउमिन छैन अरू के अरू पाइँदैन चाउमिन चटपटै सुरुमा बनाइकिन ल्याउनु 1 प्लेट ल साथीहरू हेर्नु साइक्लिङ चाहिँ मलाई मजा लागिरहेछ अरे अरू कुरा त त्यस्तै हो साइक्लिङ चाहिँ राम्रो छ जो भरततालको बारेमा मैले विस्तृत हजुरहरूलाई जानकारी दिएको छु हजुरहरूले चाहिँ राइडर अमृत ब्लगमा गएर हेर्नु होला गाइज मेरो कपाल पनि सिधा स्ट्रेट गइरहेछ हाम्रो पारा छुट्टै छ अब यहाँनिर छ अब खाजा आयो भने हामीहरू खान्छौँ होला जान्छौँ होला ल गाइज ल साथीहरू खाजा आइसक्यो हो ल गाइज अब हामीहरू खाजा खान्छौँ ल साथीहरू अब हामीले खाजा साजा खाएर हिँड्न लागिसक्यौँ अब ल साथीहरू अब हाम्रो बाइक यहाँ छ बाइक लगेर जान्छौँ होला हजुरहरूलाई भरततालको भिडियो कस्तो लाग्यो त यदि भरततालको भिडियो हजुरहरूलाई मन पर्यो भने अवश्य पनि हजुरहरूले लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न सक्नु अर्को न्यू ब्लगमा भेटौँ होला ल गाइज अब हामी यहाँबाट जानुपर्छ आज हाम्रो यात्रा चाहिँ अब कहाँसम्म पुग्ने भन्ने थाहा छैन साथीहरू लाहान पुगेर लाहानबाट कता हुन्छ ल गाइज हजुरहरूले चाहिँ भिडियो हेर्दै गर्नु होला राइडर अमृत ब्लगलाई अनिवार्य सब्सक्राइब गर्दै गर्नु ल गाइज अब हेर्नु यस्तै छ चाहिँ अहिलेलाई यति नै ल गाइज अर्को न्यू ब्लगमा भेटौँला फेरि पनि